16 घण्टा फास्टिङ गर्ने मान्छेलाई कहिले पनि सुगर हुँदैन, प्रेसर हुँदैन, कोलेस्ट्रोल हुँदैन, यस्ता समस्याहरू कहिले पनि हुँदैनन्। अनि यो 16 घण्टाको फास्टिङले कसरी काम गर्छ म त्यो भन्छु। तपाईको बेलुका 5-6 बजे भित्र खानुभयो अनि अर्को दिन 10 बजे 10:30 बजे खाइदिनु भयो भने यति लामो समयसम्म ग्याप भयो। हाम्रो पेटमा एउटा लाइसोजोम भन्ने ब्याक्टेरिया हुन्छ, किरा हुन्छ, सरल भाषामा एउटा किरा हुन्छ। हामीले जति खाइरहन्छौँ त्यति त्यो किराले हामीले खाएको खानाबाट तत्त्वहरू लिन्छ। हामी खाँदै जान्छौँ, किरा पनि भित्र मोटाइरहेको हुन्छ, उसले नि खाइरहेको हुन्छ। जब हामी यति लामो ग्याप गरिदिन्छौँ नि बेलुकादेखि बिहान 10 बजेसम्म, अनि त्यो किराले के गर्छ होला? त्यो किराले यति लामो समयसम्म खान पाउँदैन। अनि त्यसले के गर्छ भने हाम्रो शरीरमा फोहोरहरू खोजेर खान थाल्छ। जति पनि फोहोरहरू अङ्गमा जमेर बसेको छ खोज्दै खाँदै गर्छ। यसरी यो 16 घण्टा फास्टिङ गर्ने मान्छेलाई कहिले पनि सुगर हुँदैन, प्रेसर हुँदैन, कोलेस्ट्रोल हुँदैन, यस्ता समस्याहरू कहिले पनि हुँदैनन्। यदि जसलाई छ भने पनि उसलाई चाहिँ अरूलाई भन्दा चाँडो ठिक हुने चान्सेस र सहज हुन्छ। तर हामी त के गर्छौँ, डायबिटिज छ, मलाई त सुगर छ, पेट खाली राख्नै हुँदैन, ग्यास्ट्रिक छ, मेरो त पेट खाली राख्नै हुँदैन। अनि खाएर ठिक भएको छ त, खाएर ठिक भएको भए त ल खानुस् भन्न हुन्थ्यो, खाएर त ठिक भएको छैन। अनि अर्को भनेको जस्तो हामीले माइन्डसेट, अघि पनि मैले भने हाम्रो विचार सबभन्दा ठुलो कुरा हो। तपाईहरु यहाँ खाना खान जानुहुन्छ नि, खाना खानु जानु अगाडि ओहो यस्तो राम्रो खाना, यति राम्रो नतारेको नभुटेको चिल्लो पिरो नभएको यस्तो राम्रो चिज हामी खाना खान जाँदैछौँ, यो खाना भित्र गएपछि त मेरा अङ्गहरू कति खुसी होलान्, मलाई यहाँ बसिन्जेल भए पनि मेरो स्वास्थ्यमा कति राम्रो फाइदा पुगेको छ, त्यो सोचेर गएर खाना खानु हो भने तपाईँलाई त्यो खानाले यति राम्रो काम गर्छ। तर पट्टी बाँध्ने बेलैमा ओहो अब भात खाने बेला हुन लाग्यो, त्यही लौका खाने हो, त्यही त्यस्तो खाने हो, त्यो सोचेर जानु हो भने तपाईँले जबरजस्ती हाले पनि त्यो ठिक हुँदैन। त्यो भएर हाम्रो माइन्डसेट, मनको भूमिका भनेको त्यति ठुलो हुन्छ। जस्तो तपाईँहरू कुनै भोजमा जानुभयो, खाएर निस्किनुभयो, गेटमा आउने बित्तिकै कसैले भन्यो त्यो खानामा त पोइजन हालेको थियो रे भन्यो भने त्यही बेलामा चाहिँ बमिट आउने, चिटचिट पसिना आउने, चक्कर लाग्ने अनेक हुन्छ। तर फेरि कोही एकछिनमा आएर ए यहाँ त होइन रे, अन्त रहेछ, यहाँ त यस्तो राम्रो ब्राह्मणहरू आएर पकाएको रहेछ भन्यो भने एकछिनमै सबै लक्षण हराउँछ। हो कि भन्नु त? हाम्रो मन भनेको त्यति ठुलो भूमिका हुन्छ मनको। त्यो भएर खाना खान जाँदाखेरिको तपाईँको माइन्डसेट कस्तो छ त्योमा पनि भर पर्छ। र यो 16 घण्टाको कन्सेप्ट हजुरहरूले घरमा पनि लागू गर्न पर्यो। यदि तपाईँहरू बाहिर काम गर्नुहुन्छ, यो बिजी सेड्युलमा 5 बजे नै खान सक्नुहुन्न भने कम्तीमा पनि बेलुकाको खाना 7 बजेभित्र खानुहोस्। बेलुकाको खाना 9 बजे खानु भनेको यो पोइजन खाएको बराबरै हो।